प्यारो प्रभु यीशु ख्रिस्टको नाउँमा यहाँहरू सबैजनालाई जय मसीह साथै नमस्ते। तपाईँहरू विभिन्न ठाउँबाट मलाई यसरी मेरो युट्युब च्यानलमा आएर अनि मेरो भिडियोलाई हेर्दै हुनुहुन्छ। धेरै धेरै धन्यवाद अनि परमेश्वरले तपाईँहरूलाई आशिष दिनुभएको होस्। र आज फेरि म तपाईँहरूको बिचमा अनि हाम्रो मनमा उब्जिरहेको प्रश्नहरूको एउटा सल्युसन लिएर आएको छु। त्यो प्रश्नको सल्युसनहरू चाहिँ म तपाईँहरूको बिचमा पस्कनेछु। आज मानिसहरूलाई लाग्न सक्छ यीशु ख्रिस्ट चाहिँ साँच्चै को हुनुहुन्छ भन्ने कुराहरू तपाईँ र मलाई खालका प्रश्नहरू जिज्ञासाहरू उठ्न सक्छ, जुन कुराहरूलाई म तपाईँहरूको बिचमा प्रश्न पार्नको लागि म कोसिस गर्नेछु। वास्तवमा यीशु ख्रिस्ट को हुनुहुन्छ त भन्ने प्रश्नको उत्तरहरू म तपाईँहरूको बिचमा लिएर आएको हामी हेर्नेछौँ अनि केही वचनहरूबाट, हैन। वास्तवमा यीशु ख्रिस्ट चाहिँ को हुनुहुन्छ त? यीशु ख्रिस्ट चाहिँ परमेश्वरका पुत्र हुनुहुन्छ, हैन। यीशु ख्रिस्ट परमेश्वरका पुत्र हुनुहुन्छ अनि जसलाई परमेश्वरले तपाईँ र म जस्तो व्यक्तिहरूको निम्ति आजभन्दा 2000 वर्ष अगाडि दिनुभयो। अनि जुन कुरा चाहिँ यीशु ख्रिस्टका चेलाले अनि भन्नुभएको छ अनि तपाईँ चाहिँ ख्रिस्ट हुनुहुन्छ। मत्ती 16:16मा हामी हेर्छौँ भने त्यहाँ पत्रुसले चाहिँ तपाईँ ख्रिस्ट हुनुहुन्छ अर्थात् परमेश्वरका पुत्र हुनुहुन्छ भनेर पत्रुस स्वयं येशूका चेलाले अनि येशूलाई जवाब दिएको कुराहरू हामी पाउँदछौँ। यदि तपाईँहरूसँग बाइबल छ भने त्यो कुराहरू हेर्न सक्नुहुन्छ, हैन। अनि उहाँ चाहिँ परमेश्वरका पुत्र तपाईँ र मेरो निम्ति दिनुभएको यीशु ख्रिस्ट को हुनुहुन्छ भन्ने क्रममा चाहिँ उहाँ परमेश्वरका पुत्र हुनुहुन्छ। पहिलो नम्बरमा उहाँ परमेश्वरका पुत्र हुनुहुन्छ अनि जो चाहिँ तपाईँ र मेरो निम्ति यो संसारमा परमेश्वरका पुत्र भइकन आउनु भयो। र अर्को कुरा हामी हेर्छौँ भने उहाँ चाहिँ को हुनुहुन्छ अर्थात् ख्रिस्ट येशू चाहिँ को हुनुहुन्छ भन्ने कुराहरू हामी हेर्छौँ भने मुक्तिदाता हुनुहुन्छ अर्थात् उहाँ मुक्तिदाता परमेश्वर हुनुहुन्छ। प्रेरित 4:12मा यसरी लेखेको छ, अरू कसैमा मुक्ति छैन तर मुक्ति पाउनलाई स्वर्गमुनि मानिसहरूमा अर्को कुनै पनि नाउँ दिएको छैन। त्यो मुक्ति चाहिँ यीशु ख्रिस्टमा मात्र छ अनि त्यो कारणले गर्दा हामी उहाँलाई मुक्तिदाताको रूपमा पनि तपाईँ र मैले चिन्न सक्दछौँ। यीशु ख्रिस्ट को हुनुहुन्छ भन्ने प्रश्न तपाईँ र मेरो मनमा अझै पनि छ भने उहाँ चाहिँ मुक्तिदाता हुनुहुन्छ जसले तपाईँ र मलाई मुक्ति दिनको निम्ति आउनुभयो। यूहन्ना 3:16मा पनि यसरी लेखेको छ, किनभने परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो कि उहाँले आफ्नो एकमात्र पुत्र दिनुभयो अनि जसले उहाँमाथि विश्वास गर्छ अनि त्यो कोही पनि नाश हुँदैन तर त्यसले अनन्त जीवन पाउँदछ। भन्नुको मतलब हामी मुक्ति पाइसकेका मानिसहरू चाहिँ अनन्तको घरमा अर्थात् अनन्त राज्यमा चाहिँ तपाईँ र म प्रवेश गर्न पाउनेछौँ, जुन चाहिँ येशूलाई विश्वास गरेको कारणले गर्दाखेरि। यदि तपाईँले येशूलाई विश्वास गर्नुभएको छ भने तपाईँले मुक्ति पाइसक्नु भएको छ, तपाईँले अनन्त जीवन पाइसक्नु भएको छ, किनभने उहाँ मुक्तिदाता परमेश्वर हुनुहुन्छ। तपाईँ र म जस्तो मानिस जातिलाई परमेश्वरले प्रेम गर्नुभएको कारणले गर्दा हाम्रा पापहरू क्षमा गरिकन अनि उहाँको राज्यमा तपाईँ र मलाई शुद्ध पार्नको निम्ति मुक्तिदाता अर्थात् अनि त्यो यीशु ख्रिस्टलाई उद्धारकर्ता प्रभुलाई चाहिँ तपाईँ र मेरो बिचमा आजभन्दा 2026 वर्ष अगाडि यो संसारमा पठाउनु भयो र अनि जसले उहाँमाथि विश्वास गर्छ अथवा गर्यो त्यसले चाहिँ अनन्त जीवन अर्थात् त्यो मुक्ति चाहिँ पाउँदछ। अघि नै मैले तपाईँहरूलाई भनिसकेँ प्रेरित 4:12मा अरू कसैमा मुक्ति छैन तर मुक्ति पाउनलाई स्वर्गमुनि मानिसहरूमा अर्को कुनै नाउँ दिएको छैन। त्यो मुक्ति त्यो मोक्ष पापको क्षमा यीशु ख्रिस्टमा मात्र छ अनि तपाईँ र मैले पाप क्षमाबाट मुक्त पाउनको निम्ति तपाईँ र मैले अरू कुनै पनि धर्म कर्महरू गरिराख्नु पर्ने आवश्यकता छैन तर तपाईँ र मैले येशूलाई विश्वास गरे मात्र हामी अनि उहाँको यो स्वर्गको भागीदार बन्छौँ अर्थात् तपाईँ र मैले मुक्ति पाउँछौँ। त्यही कारणले गर्दा दोस्रो नम्बरमा चाहिँ यीशु ख्रिस्ट मुक्तिदाता परमेश्वर हुनुहुन्छ। आमेन। अर्को कुरा हामी हेर्छौँ भने उहाँ चाहिँ को हुनुहुन्छ त, हैन। उहाँ एक नम्बरमा हामी हेऱ्यौँ उहाँ परमेश्वरका पुत्र हुनुहुन्छ, दोस्रो नम्बरमा हामी हेऱ्यौँ उहाँ मुक्तिदाता परमेश्वर हुनुहुन्छ। अब हामी तेस्रो नम्बरमा हेर्नेछौँ उहाँ को हुनुहुन्छ त। उहाँ चाहिँ बाटो सत्य र जीवन हुनुहुन्छ। यूहन्ना 14:6मा हामी पाउँदछौँ, बाटो सत्य र जीवन म नै हुँ, मद्वारा बाहेक कोही पनि पिता कहाँ आउन सक्दैन अर्थात् स्वर्गीय परमेश्वर कहाँ जानको लागि यीशु ख्रिस्टलाई तपाईँ र मैले विश्वास गरेको हुनुपर्दछ। त्यो कारणले गर्दा उहाँ मार्गदर्शक अर्थात् उहाँ चाहिँ बाटो देखाउने परमेश्वर हुनुहुन्छ यीशु ख्रिस्ट चाहिँ।
अनि तपाईँ र मैले यदि उहाँलाई विश्वास गर्यो भने हामीलाई स्वर्ग जानको निम्ति कुनै पनि कुराले, कुनै पनि रीतिले, कुनै पनि तिथिले तपाईँ र मलाई रोक्दैन। त्यो कारणले गर्दा तपाईँ र म यदि स्वर्ग जान चाहन्छ भने येशू ख्रीष्टलाई विश्वास गर्नु पर्दछ, किनभने उहाँ चाहिँ बाटो, सत्य र जीवन हुनुहुन्छ। अनि त्यो येशूले चाहिँ तपाईँ र मेरो निम्ति हाम्रो परमेश्वरसँग पिताको सम्बन्धमा जोड्नको निम्ति चाहिँ पुलको काम गर्नुहुन्छ। जसरी एउटा खोला तर्नको निम्ति पुलको आवश्यकता पर्दछ, त्यसै गरिकन परमेश्वर कहाँ जानको निम्ति अनि येशू ख्रीष्टको आवश्यकता भएको कारणले गर्दा उहाँ बाटो र सत्य अनि भइकन तपाईँ र मेरो बीचमा आउनु भएको छ परमेश्वर। अनि त्यो येशूलाई चाहिँ तपाईँ र मैले विश्वास गर्यो भने हामी स्वर्ग जानको निम्ति अर्थात् पिता कहाँ जानको निम्ति कुनै पनि कुराले तपाईँ र मलाई रोक्न सक्दैन। हामीले पहिलो नम्बरमा हेरिसक्यौँ, उहाँ परमेश्वरका पुत्र हुनुहुन्छ, उहाँ मुक्तिदाता हुनुहुन्छ। दोस्रो नम्बर उहाँ बाटो, सत्य र जीवन हुनुहुन्छ। र अर्को कुरामा हामी हेर्छौँ भने, चौथो नम्बरमा हामी हेर्छौँ भने उहाँ संसारको ज्योति हुनुहुन्छ। हालेलुया, उहाँ संसारको ज्योति हुनुहुन्छ। अनि जसले चाहिँ तपाईँ र मलाई ज्योति दिनुहुन्छ। हामी अन्धकारमा हिँडडुल गर्नु पर्दैन। म संसारको ज्योति हुँ, मलाई पछ्याउने अन्धकारमा हिँडडुल गर्ने छैन, होइन। येशू ख्रीष्ट चाहिँ संसारको ज्योति हुनुहुन्छ। उहाँले भन्नुभएको छ स्वयं, म संसारको ज्योति हुँ। हरेक मानिसलाई त्यो ज्योतिमा डोर्याउने काम चाहिँ येशू ख्रीष्टले गर्नुहुन्छ। अनि उहाँ चाहिँ तपाईँ र मलाई ज्योति दिने परमेश्वर हुनुहुन्छ। हामी अन्धकारमा हिँडडुल गर्नु पर्दैन, अर्थात् त्यो अँध्यारो जीवन, अर्थात् अन्धकारमय जीवन अनि त्यो शैतानिक शक्तिले भरिएको जीवनमा तपाईँ र म हिँड्नु पर्दैन। यदि विश्वास गर्छौँ येशूलाई भने तपाईँ र म चाहिँ त्यो संसारको ज्योतिका सन्तान भएर तपाईँ र म त्यसरी हिँड्न पाउँदैछौँ। अनि उहाँ चाहिँ तपाईँ र मलाई यही प्रतिज्ञा गर्नुहुन्छ, म संसारको ज्योति हुँ अनि मलाई पछ्याउने अन्धकारमा हिँडडुल गर्ने छैन। हालेलुया। अर्को कुरा हामी हेर्छौँ भने उहाँ चाहिँ तपाईँ र मेरो निम्ति बलिदान हुनुभएको परमेश्वर, हाम्रो पापको निम्ति बलिदान हुनुभएको परमेश्वर हुनुहुन्छ, होइन। तपाईँ र म जस्तो मानिसको लागि चाहिँ मर्नु भएको परमेश्वर हुनुहुन्छ। आज संसारमा बिरलै त्यस्ता मानिसहरू पाइन्छ जो चाहिँ मानव जातिको लागि मानव जाति नै मरेको छ। तर त्यस्तो मात्र व्यक्ति हुनुहुन्छ, अर्थात् उहाँ परमेश्वर येशू ख्रीष्ट हुनुहुन्छ। तपाईँ र मेरो पापको लागि त्यो कल्भरी क्रुसमा उहाँ मर्नु भयो। हामी हेर्न सक्छौँ रोमीको पुस्तक 5:8मा परमेश्वरले हाम्रा निम्ति उहाँको प्रेम यसैमा देखाउनुहुन्छ कि हामी पापी छँदै ख्रीष्ट हाम्रा निम्ति मर्नु भयो। परमेश्वरले तपाईँ र मलाई प्रेम गर्नुभएको कारणले गर्दा उहाँ तपाईँ र म पापी छँदै हाम्रा निम्ति त्यो कल्भरी क्रुसमा बलिदान हुनुभयो, जसले तपाईँ र मेरो निम्ति रगत बगाउनु भयो र अनि हाम्रो पापहरू क्षमा गर्नुभयो। आज त्यस्तो परमेश्वरलाई चाहिँ तपाईँ र मैले विश्वास गरेका छौँ। आज त्यस्तो परमेश्वरलाई तपाईँ र मैले विश्वास गर्नुपर्छ, जो चाहिँ तपाईँ र मेरो निम्ति मर्नको लागि बिरलै पाइँदछ। तर येशू ख्रीष्ट तपाईँ र मेरो पापको लागि, तपाईँ र म जस्तो मानिसको लागि अनि यो संसारमा आउनु भएर तपाईँ र मेरो निम्ति मर्नुभयो। अनि उहाँ चाहिँ त्यस्तो परमेश्वर हुनुहुन्छ, अनि जसले चाहिँ तपाईँ र मेरो पापहरू क्षमा गर्नुभयो, जसले तपाईँ र मेरो निम्ति त्यो कल्भरी क्रुसमा रगत बगाउनु। त्यो कारणले गर्दा तपाईँ र मैले चाहिँ उहाँलाई विश्वास गर्नुपर्छ। हाम्रो निम्ति मर्नुहुने परमेश्वर, अर्थात् उहाँ चाहिँ हाम्रो निम्ति बलिदान हुनुभएको परमेश्वर हुनुहुन्छ। अर्को नम्बरमा येशू ख्रीष्ट को हुनुहुन्छ भनेर हामी हेर्दै गर्दाखेरि चाहिँ उहाँ चाहिँ मृत्युलाई जितिकन बौरी उठ्नु भएको परमेश्वर हुनुहुन्छ, होइन। मृत्युलाई जित्ने परमेश्वर हुनुहुन्छ। यूहन्ना 11:25मा यसरी लेखेको छ, येशूले तिनलाई भन्नुभयो, म पुनरुत्थान र जीवन म नै हो, अनि मलाई विश्वास गर्यो भने मर्यो पनि जीवित हुनेछ। अर्थात् येशू ख्रीष्ट चाहिँ हाम्रो पापको निम्ति कल्भरी क्रुसमा मर्नुभयो, उहाँ गाडिनुभयो, तेस्रो दिनमा उहाँ फेरि जीवित भइकन उठ्नु भएको परमेश्वर हुनुहुन्छ। आज त्यो पुनरुत्थान हुनुभएको प्रभुलाई जसले विश्वास गर्छ अनि जसले मेरो प्रभु र मुक्तिदाता भनी स्वीकार्छ, त्यो मानिस मर्यो भने पनि जीवित हुनेछ भनेर वचनले भन्दछ, होइन, अथवा वचनमा लेखिएको छ। भन्नुको मतलब भलै हामी यो शरीरमा मरेर जान्छौँ, तर हाम्रो आत्मा चाहिँ सदैव परमेश्वरको साथमा सदा सर्वदा त्यो स्वर्गमा विराजमान अथवा हुनुहुने परमेश्वरको सामुन्ने हामी सधैँ आराधना गरिरहेका हुनेछौँ आफ्टर हाम्रो डेथ। परमेश्वरलाई धन्यवाद भइकोस्। आज हामीले यी कुराहरू हेऱ्यौँ। अनि येशू ख्रीष्ट पुत्र हुनुहुन्छ, येशू ख्रीष्ट चाहिँ मुक्तिदाता हुनुहुन्छ, येशू ख्रीष्ट चाहिँ बाटो, सत्य र जीवन हुनुहुन्छ, अनि येशू ख्रीष्ट चाहिँ संसारको ज्योति हुनुहुन्छ, अनि येशू ख्रीष्ट चाहिँ हाम्रो निम्ति बलिदान हुनुभएको परमेश्वर हुनुहुन्छ, र अनि येशू ख्रीष्ट चाहिँ मृत्युलाई जितिकन बौरी उठ्नु भएको परमेश्वर हुनुहुन्छ, जसलाई चाहिँ पुनरुत्थानको प्रभु पनि भनेर चिन्दछौँ। यी कुराहरू तपाईँहरूको बिचमा
बोल्दै गर्दा यी कुराहरू तपाईँहरूको बिचमा अनि आन्सरहरू ल्याउँदै गर्दा तपाईँहरूको मनमा अनि केही कुराहरू तपाईँहरूले पाउनु भएको छ, केही कुराहरू बुझ्नु भएको छ। साँच्चै येशू ख्रीष्ट चाहिँ तपाईँ र मेरो निम्ति जन्मिनु भएको, अर्थात् यो संसारमा आउनु भएको, अर्थात् उहाँ चाहिँ हाम्रो निम्ति त्यो कल्भरी क्रुसमा मर्नु भएको र उहाँ चाहिँ गाडिनु भएर फेरि तेस्रो दिनमा जीवित भई परमेश्वर पिताको दाहिने हातपट्टि बस्नु भएको परमेश्वर हुनुहुन्छ। अनि त्यो कारणले गर्दा यीशुलाई तपाईँ र मैले विश्वास गरौँ। यदि अहिलेसम्म तपाईँको मनमा त्यो शङ्काहरू लागेको छ भने, मनमा त्यस्तो डाउटहरू छ भने, कुनै पनि शङ्का, कुनै पनि त्यो मनमा अन्योलताको जीवनमा नजिउनुहोस्। परमेश्वरले तपाईँ उहाँको राज्यमा तपाईँलाई बोलाउन चाहनुहुन्छ, उहाँको राज्यमा परमेश्वरले तपाईँलाई स्वागत गर्न चाहनुहुन्छ। त्यो कारणले गर्दा येशू ख्रीष्टलाई विश्वास गर्नुहोस्, तपाईँहरूले पनि उहाँको राज्यमा प्रवेश गर्न पाउनुहुनेछ। अनि जसले चाहिँ परमेश्वर पिताको सम्बन्धसँग जोड्नको लागि कुलको काम येशूले गर्नुभयो र अहिले पनि गरिरहनु भएको छ। जसले उहाँलाई विश्वास गर्छ अनि उहाँको नाउँमाथि ग्रहण गर्छ, उहाँले तिनीहरूलाई परमेश्वरको सन्तान हुने अधिकार दिनुहुन्छ। वचनमा लेखिएको छ, तपाईँ र म परमेश्वरका छोराछोरी भएको कारणले गर्दाखेरि हामी परमेश्वरको सन्तान हुने अधिकार पाउँदछौँ। यदि अहिलेसम्म तपाईँहरू परमेश्वरको सन्तान हुन पाउनु भएको छैन भने तपाईँहरूको लागि यो मौका छ उहाँको राज्यमा आउनको लागि। येशूलाई विश्वास गर्नुहोस् अनि तपाईँहरूले यो मुक्तिदातालाई विश्वास गरेको कारणले गर्दा तपाईँहरूले मुक्ति पाउनुहुनेछ, अनन्त जीवनको भागीदार हुन पाउनुहुनेछ। हुन्छ, परमेश्वरलाई धन्यवाद भइकोस्। यहाँहरू सबैजनालाई जय मसीह साथै नमस्ते। अनि परमेश्वरले तपाईँहरूलाई प्रशस्त मात्रामा आशिष दिनु।